यहाँहरु सम्पूर्णलाई जय मसीह। आज हामी प्रशंसा आराधना होइन तर प्रशंसा आराधना लिड गर्ने वर्शिप लिडरको जीवन शैली बारे केही जानकारी हासिल गर्नेछौं। सायद आजको यो जानकारीले धेरैजना वर्शिप लिडरहरुको हृदयलाई ठेस पुग्ला, मन दुख्ला। र तपाईलाई म आग्रह गर्दछु यो वचनलाई सुरुदेखि अन्तसम्म सुन्नु होला, यसले तपाईलाई पनि आशिष दिनेछ। आउनुहोस् हामी आजको विषयवस्तुपट्टि लाग्नेछौं। समस्त धेरै मण्डलीहरुमा परमेश्वरको आराधनाको एउटा छुट्टै भाग राखिएको हुन्छ भने थोरै मण्डलीले प्रशंसा आराधनालाई त्यति मान्यता दिँदैन। त्यो आफ्नो इच्छा हो, आफ्नो डिनोमिनेसन हो। तर म भन्न चाहन्छु उत्तर दक्षिण पूर्व पश्चिम चाहिँ कहीँको मण्डली र विश्वासी किन नहोस्, प्रभुलाई पाएको सबैले आराधना गर्ने एउटै ख्रीष्टको हो। हाम्रो आफ्नो सोचले आफ्नो डिनोमिनेसनहरु बनाएका हुन्छौं। त्यो गलत हो या सही हो म त्यसपट्टि जान्न चाहन्न। आफ्नो रुल्सहरु हुन्छ मण्डलीमा। तर जसले चाहिँ परमेश्वरको आराधनालाई एउटा छुट्टै भाग दिएको छ र एउटा सम्मान दिएको छ अनि वचनभन्दा अगाडि या वचनभन्दा पछाडि त्यो आराधना प्रशंसा गर्ने गर्छ। आजको वचन ती मण्डलीको लागि अथवा विशेष गरी त्यो मण्डलीमा लिड गर्ने वर्शिप लिडरको लागि हो। भन्छन् 150 ले भन्छ 1 देखि 6 सम्म हामीले हेर्यौं भने त्यहाँ परमेश्वरको प्रशंसा गर, परमेश्वरको आराधना गर, परमेश्वरको प्रशंसा गर भन्ने कुराहरु जोड दिएको छ भने यूहन्ना 4:26 ले भन्छ कि परमेश्वरलाई उहाँलाई पुज्नेले चाहिँ आत्मानि सत्तामा पुज्नुपर्छ। अब म तपाईलाई केही बुधाहरु भन्नेछु, केही पोइन्टहरु भन्नेछु। अनि यो पोइन्टहरु चाहिँ विशेष गरी जसले वर्शिप लिड गर्दै हुनुहुन्छ मण्डलीमा, अनि म पनि एउटा वर्शिप लिड गर्ने गर्छु कहिलेकाहीँ, अनि यो पोइन्ट मेरो लागि पनि हो। तपाईले ध्यानसँग सुन्नु होला। वर्शिप लिडरहरु जुन दिन तपाईले वर्शिप लिडर तपाईको लिड छ मण्डलीमा, त्यो दिन तपाईले गीतहरु छान्नुहुन्छ, अवश्य नै प्रार्थना सहित उपवास बसेर तपाई छान्नुहुन्छ। जसरी पनि तपाईले छान्नुहुन्छ तर छान्नु चाहिँ हुन्छ। जति तपाईले वर्शिप गीतहरु, आराधना गीतहरु, प्रशंसा गीतहरु छान्नुहुन्छ, म तपाईलाई आग्रह गर्न चाहन्छु त्यो गीतहरु चाहिँ समस्त मण्डलीलाई थाहा भएको हुनुपर्छ। समस्त मण्डलीलाई त्यो गीतहरु चाहिँ डिक्टो A to Z त्यसको शब्दहरु, शैलीहरु थाहा भएको हुनुपर्छ। आज धेरै नयाँ गीतहरु आएको छ अनि आजको जमानाले नयाँ गीतहरुमा एकदम प्रभावित भइहाल्छ उनीहरु। एकदम राम्रो कुरो अनि नयाँ गीतहरु लिड गर्छ। तर सबै मण्डलीलाई त्यो नयाँ गीतहरु थाहा हुँदैन। किनभने मण्डलीमा वृद्ध अवस्थाको व्यक्तिहरु, मसिनो भाइ बहिनीहरु, जवानहरु, 40-45 वर्षको व्यक्तिहरु, सबै व्यक्तिहरु त्यहाँ आएको हुन्छ भने सबैलाई त्यो नयाँ गीतहरु थाहा हुँदैन। अनि त्यो गीत यदि तपाई गाउनुहुन्छ एकदमै दामी हुन्छ। त्यो दिन तपाईको आराधना स्वर पनि दामी, ड्रमर्सले बजाइराखेको हुन्छ, तपाई गिटार लिएर एकदमै त्यो वर्डहरु दामी दामी गाइराखेको हुन्छ, तर तपाईले मात्रै गाइराखेको हुन्छ। तर मण्डली भने चुपचाप उभिराखेको हुन्छ। न त उले प्रार्थना गर्छ, न त उले त्यो गीतै थाहा छ। र ध्यान दिनुहोस् वर्शिप लिडरहरुले जब तपाईले वर्शिप लिड गर्नुहुन्छ त्यो दिनको गीतहरु चाहिँ सबै मण्डलीले थाहा भएको होस्। यदि तपाईले नयाँ गीतहरु मण्डलीमा वर्शिपको लागि छान्नु भएको छ भने त्यो गीतहरु तपाईले अघिबाट नै मण्डलीलाई सिकाउनु पर्ने हुन्छ। थुप्रै समयहरु छ हाम्रो, 6 दिन समय छ। हामी त आइतबार मात्रै चर्च जान्छौं। 6 दिनमा चाहिँ तपाईले कसरी हुन्छ मण्डलीलाई त्यो गीतहरु सिकाउने प्रयास गर्नु होला। नम्बर 1 यो पोइन्ट। र अर्को नम्बर 2 प्रोमिसेस। हामी प्रशंसा आराधना गरिरहेको छ, लिडरहरुले आँखा चिम गरेर यताउता पनि हेर्दैन हैन। अनि उले पुरा प्रोमिस गरेको हुन्छ, प्रभु मेरो जीवन यस्तो, म यसरी बदल्न चाहन्छु, म त्यो गर्न चाहन्छु, म आजदेखि यस्तो गर्न चाहन्छु, तपाईको आगो झार्नुहोस्, मण्डलीमा तपाईको शक्ति दिनुहोस्, चंगाई दिनुहोस्, छुटकारा दिनुहोस्। शक्तिशाली शब्दहरु हामीले बोलिरहेका हुन्छौं आराधना गर्नेले। अनि त्यो परमेश्वरले अवश्य गर्नु पनि हुन्छ। तर जुन प्रोमिसेस हामी गर्छौं नि लिडर्सहरूले, त्यसलाई तपाईले रियल लाइफमा पूरा गर्नुपर्छ। नभए तपाईको त्यो दिन परफर्मेन्स मात्रै भएर जान्छ। तपाईले दामी गाउन सक्नुहुन्छ, दामी तपाईको भोइस होला, ड्रमरले खतरा बजाइदेला हो, त्यो ट्रेनर्स गरेको ड्रमरले भन्दा पनि दामी आम्मा है, माइक्रोफोन पनि दामी साउन्ड सिस्टम मिलेको होला, पियानो बजाउनेले पनि बजाउला। तर तपाईले आफ्नो रियल लाइफमा त्यो पूरा गर्नु भएन भने त्यो आराधना मात्रै भएर जान्छ। न त त्यसमा छुटकारा हुन्छ, न त त्यसमा चंगाई हुन्छ, न त त्यसमा विजय हुन्छ, न त त्यसमा शैतानको सिंह भाँचिन्छ। वर्शिप लिडरले जब
लिड गर्नुहुन्छ, यो कुरोलाई ध्यान दिनुहोस्। र तेस्रो नम्बर कुरो जीवनशैली। आइतबार मात्रै हामी परमेश्वरको भवनमा आएर स्वर्गदूत जस्तो प्रभु धन्यवाद अन्य भाषा बोल्दै थुप्रो थुप्रो शक्तिशाली वर्डहरू गर्दै हामीले आराधना गर्छौँ। तर बाँकी 6 दिनहरूमा चाहिँ लुकी लुकी सिक्रेट खाएर, लुकी लुकी बेडी तानेर, लुकी लुकी गुट्का खाएर, ढाँटेर, लुटेर, छक्काएर, दुनियाँलाई दुःख दिएर त्यो जीवन हामीले शैली जियो भने त्यो दिनको आराधना एउटा पर्फर्मेन्स मात्रै भएर जान्छ। त्यसैले म तपाईँलाई बिन्ती गर्छु, जतिजनाले प्रशंसा आराधना लिड गर्नुहुन्छ, राम्रो कुरो हो। तपाईँले सबैभन्दा पहिला कुरो आफ्नो जीवनशैलीलाई बनाउनुहोस्, पवित्रताको जीवन जिउनुहोस्। हामी भन्छौँ प्रभु पवित्रताको पवित्र आत्मा आउनुहोस्, हामी भन्दै हामीले लिड गरिराखेका हुन्छौँ, तर पवित्र आत्मा आउँदैन त, किनभने उही पवित्र छैन। 6 दिन चाहिँ उसले दुनियाँभरका कुरा गरिराखेको छ, त्यहाँनिर रिस गरेर, डाहा गरेर, निन्दा गरेर, नराम्रो कुराहरू खाएर, हो नराम्रो कुराहरू गरेर 6 दिन चाहिँ उसले जिन्दगी खराब गरे त्यहाँनिर। आइतबार एक दिन मात्रै आएर स्वर्गदूत जस्तो मात्रै भएर आएर आराधना लिड गर्दै गर्दा, वचन बोल्दै गर्दा त्यहाँनिर कुनै पनि छुटकारा आउँदैन, त्यो एउटा पर्फर्मेन्स भएर जान्छ। त्यसैले परमेश्वरको आराधना प्रशंसा आफ्नो ठाउँमा छ, परमेश्वरको प्रशंसा आराधना आफ्नो ठाउँमा छ। तर हामीले त्यसलाई जब लिन्छौँ नि, जब त्यसलाई उठाएर हामी प्रशंसा आराधना गर्छौँ नि, त्यो चाहिँ हाम्रो जिम्मेवारी हो। म तपाईँलाई एउटा इक्जाम्पल दिन चाहन्छु। एउटा फोन छ, यो फोन तपाईँले सोच्नुहोस् प्रशंसा आराधना हो। अब यसलाई मैले उठाएँ, यसलाई मैले के कस्तो कुरामा युज गर्छु, कस्तो भिडियोहरू हेर्छु म यसमा, कस्तो को व्यक्तिहरूसँग बात गर्छु, त्यो चाहिँ मेरो शैली जीवन हो। हाम्रो आराधना पनि त्यस्तै हो। आराधना आफ्नो ठाउँमा छ, तर त्यसलाई जब हामी युज गर्छौँ नि, हाम्रो जीवनबाट युज गर्छौँ नि त, त्यसमा चाहिँ आशिष छ प्रिय। सो हामीले प्रशंसा आराधना गर्दै गर्दाखेरि यो कुराहरू ध्यान दिनुपर्छ। अनि यो वर्शिप लिडरले मात्र होइन, जतिजना मण्डलीमा अग्रसर, जतिजना मण्डलीमा प्रभुको प्रशंसा गर्न आउनुहुन्छ, त्यो दिनको आराधनामा तपाईँ भाग लिनुहुन्छ, सबैजनाले यो कुराहरूलाई चाहिँ ध्यानमा दिनुपर्ने हुन्छ। त्यो प्रमिसेसहरू हामीले हाम्रो जीवनमा गरिराखेका छैनौँ। ठुल्ठुलो वर्डहरूमा हामीले प्रार्थना गर्छौँ, आगो झार्ने कुराहरू गर्छौँ, चङ्गाइको कुराहरू आउनुहोस् भन्छौँ, म यस्तो म उस्तो, हामी पापी, म अधर्मी, हामीलाई क्षमा दिनुहोस्, म त्यो कुराबाट हट्न चाहन्छु, म यस्तो हुन चाहन्छु, हामी क्रुस बोक्न चाहन्छु, थुप्रै वर्डहरू हामी बोली पठाउँछौँ। तर त्यो कुरोलाई रियल लाइफमा हामीले गर्छौँ कि गर्दैनौँ, द्याट इज इम्पोर्टेन्ट। र परमेश्वरले चाहिँ आजको मण्डलीहरूमा त्यो कुराहरू खोजिरहनु भएको छ। परमेश्वरले चाहिँ आजको मण्डलीभित्र प्रदर्शनकारी पर्फर्मेन्सवाला वर्शिप होइन, तर वास्तविकता प्रशंसा आराधना खोजिरहनु भएको छ। प्रियहरू, जब तपाईँले असल जीवनलाई जिएर 7औं दिन 24 घण्टा पवित्रताको जीवन जिएर, प्रभुसँग डराएर, प्रभुको भयमा रहेर जब तपाईँ आराधना वर्शिप लिड गर्नुहुन्छ नि, त्यहाँनिर कठोर हृदयहरू पनि तोडिन्छ, कठोर हृदयको आँखाबाट आँसु चुन्छ, उसले त्यहाँ पश्चाताप गर्छ। तर यदि तपाईँलाई त हेर्छन् न मान्छेले, तपाईँलाई त 6 दिन देखिराखेको हुन्छ, आइतबार त के पनि भन्दैन, आइतबार त तपाईँलाई कोहीले पनि के पनि भन्दैन। तपाईँ 6 दिन चाहिँ दुनियाँभरको जिन्दगी जिएर बस्नुहुन्छ भने आराधना गर्दा गर्दाले भन्नुहुन्छ नि, प्रभु तपाईँको शक्ति झार्छ होला, 13वटा शक्ति हो भन्छ त्यो मण्डलीको मान्छेले। 13वटा शक्ति त होइन, शैतान चाहिँ झर्छ भनिराखेको हुन्छ। अनि त्यो न्यारो माइन्ड, त्यो कुराहरू आउँछ हाम्रो जीवनमा। त्यसैले हामी सबैजनाले जब प्रभु प्रशंसा आराधना गर्छौँ भने आत्मा अनि सत्यतामा गर भनेर त्यसै लेखेको होइन। म तपाईँलाई भन्न चाहन्छु, प्रशंसा आराधना आफ्नो ठाउँमा छ, र प्रशंसा आराधना लिड गर्ने व्यक्ति हामी र सबैजना मिलेर कसरी गर्दैछौँ त, द्याट इज भेरी इम्पोर्टेन्ट। यो कुरोले तपाईँलाई आशिष दिएको। सबैलाई जय मसीह। धन्यवाद।